नमस्कार सम्पूर्णमा लुक्से होराइजनको यो संयुक्त राष्ट्र सङ्घ सम्बन्धी हाम्रो जुन अन्तर्राष्ट्रिय सम्बन्ध तथा सङ्घ संस्थाको यो दोस्रो पार्टमा हजुरलाई फेरि स्वागत छ। संयुक्त राष्ट्र सङ्घका प्रमुख अङ्गहरू युएनमा जम्मा 6 वटा अङ्गहरू रहेका छन्। महासभा जनरल असेम्ब्ली, त्यसमा यो हाम्रो वडापत्रको अध्याय 4 अनुसार स्थापना भएको हो। यसको बैठक स्थल हाल महासभाको बैठक न्युयोर्कमा बस्दछ। हरेक सदस्य राष्ट्रबाट 5-5 जना प्रतिनिधिले भाग लिन पाउने भए पनि मताधिकार भने 1 जनालाई मात्र हुनेछ। दिगो विकासको लक्ष्य सन् 2015 सेप्टेम्बर 15 को 70औं महासभाले दिगो विकासका 17 वटा लक्ष्यहरू पारित गरेको थियो, जुन आजसम्म पनि हामीले फलो गर्दैछौँ। र सन् 2038 सम्म दिगो विकासका लक्ष्यहरू प्राप्त गर्नुपर्ने छ। संयुक्त राष्ट्रसङ्घको महासभाको नियमित बैठक सामान्यतया हरेक वर्षको सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार बस्ने व्यवस्था छ। नेपालको सहभागिता नेपालबाट भाग लिने पहिला व्यक्ति चुडा प्रसाद शर्मा हुन्। सन् 1956 मा सम्बोधन गर्ने पहिलो प्रधानमन्त्री बीपी कोइराला सन् 1960 मा 66औं महासभाको अध्यक्षता लिने नेपालका कुलचन्द्र गौतम पराजित भएका थिए। उहाँ महासभाको अध्यक्षताका लागि 66औं महासभाको अध्यक्षताका लागि एप्लाई गर्नुभएको थियो र उहाँ लास्टमा पराजित हुनुभयो। युएनको महासभामा सबैभन्दा धेरै समय बोलेर रेकर्ड राख्ने फिडेल क्यास्ट्रो क्युबा हुन्। उनले 269 मिनेट बोलेका थिए। सन् 1960 मा सबैभन्दा कम समय बोलेर रेकर्ड राख्ने दावा छिरिङ हुन्। भुटानका 30 सेकेन्ड मात्रै। पहिलो महासभा लन्डनमा भएको हो। सन् 1946 जनवरी 10 मा बसेको हो। अध्यक्ष पाउल हेनरी स्पार्क थिए त्यति बेला। 69औं महासभाको उद्घाटन सन् 2024 सेप्टेम्बर 10 मा भएको हो। बन्द सत्र सेप्टेम्बर 24 देखि 30 गतेसम्ममा भएको हो। अध्यक्ष त्यति बेला फिलेमोन याङ हुनुहुन्थ्यो। नेपालबाट प्रतिनिधित्व केपी शर्मा ओलीले गरेका थिए। सम्बोधन सेप्टेम्बर 22 मा। अध्यक्षता गर्ने महिलाहरू हालसम्म 4 जना मात्र हुनुहुन्छ। युएनको अध्यक्षता गर्ने महिलाहरू विजयलक्ष्मी पण्डित भारतबाट हुनुहुन्छ, एलिजाबेथ एन्जाय बुरोक्स लाइबेरियाबाट, हाया रसिद अल खलिफा बहराइनबाट, मरिया फर्नान्ड इक्वेडरबाट। त्यसपछि अर्को हाम्रो अङ्ग रहेको छ सुरक्षा परिषद सेक्युरिटी काउन्सिल। यसको सदस्य गठन जम्मा 15 सदस्यीय हुनुहुन्छ। 5 जना स्थायी सदस्य र 10 जना अस्थायी सदस्य हुनुहुन्छ। 5 जना स्थायी सदस्यहरू अमेरिका, बेलायत, चीन, फ्रान्स र रसिया। यिनीहरूलाई भिटोको अधिकार पनि हुन्छ। सबैभन्दा बढी पटक छनौट हुने राष्ट्रहरू जापान 12 पटक, ब्राजिल 11 पटक, अर्जेन्टिना 9 पटक र भारत 8 पटक। हालसम्म सार्कबाट सुरक्षा परिषदबाट सदस्य नहुने राष्ट्रहरू मालदिप्स, भुटान र अफगानिस्तान हुन्। सार्कबाट धेरै पटक सदस्य हुने भारत 8 पटक भएको छ। नेपाल हालसम्म 2 पटक छनौट भएको छ, सन् 1969 देखि 70 सम्म र सन् 1988 देखि 89 सम्म। विशेष घटनाहरू सदस्यता अस्वीकार गर्ने प्रथम राष्ट्र साउदी अरब सन् 2013 अक्टोबर 18 मा। बैठक स्थल सन् 1971 मा इथियोपियाको आदिस अबाबा र सन् 1973 मा कोलम्बियाको पनामामा बाहेक अन्य सबै बैठकहरू न्युयोर्कमा बसेको छ। 2टा मात्र बैठकहरू न्युयोर्क भन्दा बाहेक अन्य स्थलमा बसेको छ। 10 वटा अस्थायी सदस्यहरूको क्षेत्रीय बाँडफाँडहरू कार्यकाल 2 वर्षको हुन्छ। अस्थायी सदस्यहरूको क्षेत्रीय बाँडफाँड एफ्रो एसियाबाट 5 जना, ल्याटिन अमेरिकाबाट 2 जना हुन्छन्, पूर्वी युरोपबाट 1 जना र पश्चिम युरोप र अन्यबाट 2 जना। हरेक वर्ष 5 वटा अस्थायी सदस्य राष्ट्रहरूको कार्यकाल सकिन्छ। हालका अस्थायी सदस्यहरू 2024 जनवरी 1 देखि 2025 डिसेम्बर 31 सम्मको हुनुहुन्छ। उहाँहरू अल्जेरिया, सियरा लियोना, कोरिया गणतान्त्रिक, गुयाना, स्लोभेनिया। अर्को भनेको 2025 जनवरी 1 देखि 2026 डिसेम्बर 31 सम्मको लागि पनामा, पाकिस्तान, ग्रिस, सोमालिया र डेनमार्क हुनुहुन्छ। निर्णय प्रक्रिया सुरक्षा परिषद कुनै पनि निर्णयका लागि स्थायी सदस्य सहित कुल 9 वटा मत आवश्यक पर्ने हुनेछ। भिटो प्रयोगको इतिहास हालसम्म कुल 283 पटक
भिटो प्रयोग भएको छ। पहिलो पटक प्रयोग गर्ने राष्ट्र रुस हो। सन् 1946 फेब्रुअरी 16 मा। सबैभन्दा धेरै पटक प्रयोग गर्ने राष्ट्र पनि रुस हो, 132 पटक। सबैभन्दा कम पटक भिटो प्रयोग गर्ने राष्ट्र फ्रान्स हो, 16 पटक। अन्तिम भिटो प्रयोग अमेरिकाद्वारा सन् 2024 नोभेम्बर 20 मा द सिचुएसन अफ मिडल इस्टको विषयमा। रुसले नेपालको सदस्यताको विषयमा सन् 1949 सेप्टेम्बर 7 मा भिटो प्रयोग गरेको थियो। दोहोरो भिटो, डबल भिटो प्रयोग गर्ने राष्ट्र रुस हो। अर्को अङ्ग रहेको छ आर्थिक तथा सामाजिक परिषद। यसको सदस्य सङ्घका 54 जना हुनुहुन्छ र यिनीहरूको कार्यकाल 3 वर्ष हुन्छ। हरेक वर्ष 1/3 सदस्य राष्ट्रहरूको कार्यकाल सकिन्छ, त्यो भनेको 18 वटा सदस्य राष्ट्रहरूको कार्यकाल सकिन्छ। नेपालको छनौट हालसम्म 4 पटक भएको छ र अहिले पनि नेपाल आर्थिक तथा सामाजिक परिषदको सदस्य छ 2024 देखि 2026 सम्मका लागि। मुख्य कार्यहरू: विशिष्टीकृत संस्थाहरूसँग सम्बन्धित कार्यहरू गर्ने। सन् 1948 डिसेम्बर 10 मा मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र 30 धारा रहेको यसै अन्तर्गत जारी गरिएको थियो। मानव अधिकार सम्बन्धीको विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्रसङ्घको यो आर्थिक अङ्गसँग आर्थिक तथा सामाजिक परिषदबाट चाहिँ अन्तर्गत चाहिँ जारी भएको हो। क्षेत्रीय मनोनयन 14 सिट, त्यसमा अफ्रिकाबाट 14 वटा, एसियाबाट 11 वटा, ल्याटिन अमेरिकाबाट 10 जना र पूर्वी युरोपबाट 6 जना र पश्चिम युरोप र अन्यबाट 13 जना। 5 वटा क्षेत्रीय कार्यालयहरू एसिया तथा प्रशान्त क्षेत्रहरूका लागि चाहिँ बैङ्कक थाइल्यान्डमा छ। पश्चिम एसियाको लागि बेरुत लेबनानमा, युरोपको जेनेभा स्विजरल्यान्ड, अफ्रिका अदिस अबाबा इथियोपियामा, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका लागि सान्टियागो चिलीमा छ। अर्को जिम्मा जमानी परिषद ट्रस्टसिप काउन्सिल, त्यसमा सदस्य 5 जना राष्ट्रहरू रहेका छन्। युएनको सबैभन्दा सफल अङ्ग मानिने यो परिषद हाल निष्क्रिय अवस्थामा रहेको छ। सन् 1994 नोभेम्बर 1 मा पौललाई स्वतन्त्र बनाएपछि यसको कार्य स्थगन गरिएको हो। 5औं अङ्ग रहेको छ अन्तर्राष्ट्रिय न्यायालय, इन्टरनेसनल कोर्ट अफ जस्टिस। यो युएनको प्रमुख न्यायिक निकाय हो। न्युयोर्क बाहिर मुख्यालय रहेको संयुक्त राष्ट्रको एकमात्र अङ्ग यही हो। यसको स्थान नेदरल्यान्डको हेग स्थित रहेको छ, पिस प्यालेसमा। यसको स्थापना 1945 जुनमा भएको हो। न्यायाधीशहरू जम्मा 15 जना न्यायाधीशहरू रहन्छन्। यिनीहरूको कार्यकाल 9 वर्षको हुन्छ र हरेक 3 वर्षमा 1/3 अर्थात् 5 जनाको पदावधि समाप्त हुन्छ। नियम: एउटै राष्ट्रबाट एकैचोटि 2 जना न्यायाधीश रहन सक्दैनन्। यो महासचिवले भाग लिन नपाउने एकमात्र अङ्ग हो। सचिवालय, सेक्रेटेरिएट भनेको हाम्रो 6औं अङ्ग रहेको छ, युएनको 6औं अङ्ग। अमेरिकाको न्युयोर्कमा रहेको यो अङ्ग युएनको प्रमुख प्रशासकीय अङ्ग हो। यसको नेतृत्व महासचिव कार्यकाल 5 वर्ष, एक कार्यकाल थप गर्न सकिने। स्थायी सदस्य बाहेकका राष्ट्रहरूबाट महासचिव छनौट गरिन्छ। संयुक्त राष्ट्रका महासचिवहरूको बारेमा केही विवरणहरू पढौँ अब। सुरुको ट्रिगवेली हुनुहुन्छ नर्वेबाट। नियुक्ति 1946 फेब्रुअरी 1 मा भएको हो। पहिलो महासचिव हुनुहुन्छ ट्रिगवेली। दोस्रो कार्यकाल पूरा नगरी राजीनामा दिएका थिए। त्यसपछि हाम्रो ज्याक ह्यामरसोल्ड हुनुहुन्थ्यो स्विडेनबाट। जहाज दुर्घटनामा परि मृत्यु भएका कारणले गर्दा उहाँको कार्यकाल समाप्त भएको थियो। मरणोपरान्त नोबेल शान्ति पुरस्कार पाएका थिए उहाँले, ज्याक ह्यामरसोल्डले। ट्रोइका प्रस्ताव यिनकै पालामा आएको हो। नेपाल भ्रमण गर्ने पहिलो महासचिव पनि उहाँ नै हुनुहुन्छ, ज्याक ह्यामरसोल्ड। त्यसपछि हुनुहुन्छ उत्थान म्यानमारबाट। सबैभन्दा बढी समय महासचिव भएका उत्थान हुनुहुन्छ 11 वर्षका लागि हुनुहुन्थ्यो। एसियाका पहिलो महासचिव पनि हुनुहुन्छ उहाँ म्यानमारको। सबैभन्दा बढी महासचिवलाई बढी अधिकार दिने प्रस्ताव लैजाने व्यक्ति पनि उहाँ नै हुनुहुन्छ। त्यसपछि कुर्ट वालह्याम अस्ट्रियाबाट हुनुहुन्छ, नेपाल भ्रमण गरेको हुनुहुन्छ उहाँले। त्यसपछि ह्याभियर पेरोज हुनुहुन्छ दि कोरियर पेरुबाट, सन् 1949 मा हुनुहुन्छ। त्यसपछि बुत्रोस खाली हुनुहुन्छ, एक कार्यकाल मात्र चलाउने हुनुहुन्छ उहाँ। दोस्रो कार्यकाल थप नभएको उहाँको चाहिँ। उहाँले एन एजेन्डा फर पिस ल्याउनु भएको थियो र एन एजेन्डा फर डेभलपमेन्ट पनि प्रस्तुत गर्नुभएको थियो। त्यसपछि कोफी अन्नान घानाबाट हुनुहुन्थ्यो। नोबेल शान्ति पुरस्कारका विजेता पनि हुनुहुन्छ उहाँ। सन् 2001 मा
अर्को क्वाइट रिभोल्युसन र ह्युमेनिटेरियन इन्टरभेन्सनको अवधारणा ल्याउने को हुनुहुन्छ भनेर तपाईँको लोकसेवामा प्रश्न आयो भने उहाँको उत्तर हुनेछ कोफी अन्नान हुनुहुन्छ। उहाँको निधन सन् 2018 अगस्त 18 मा भएको हो। त्यसपछि वान कि मुन हुनुहुन्छ दक्षिण कोरियाबाट। 8औं महासचिव संयुक्त राष्ट्र सङ्घको को हुनुहुन्छ भनेर प्रश्न आयो भने वान कि मुनमा सिधै टिक लाउनु होला। उहाँको प्रमुख विशेषताहरू एसियाको दोस्रो महासचिव हुनुहुन्छ र नेपाल भ्रमण पनि गर्नुभएको थियो सन् 2008 मा। एन्टोनियो गुटरस हुनुभयो त्यसपछि 9औं महासचिवको रूपमा। पोर्चुगलबाट युएनको स्थापनापछि जन्मेर महासचिव हुने पहिलो व्यक्ति हुनुहुन्छ। एन एजेन्डा फर पिस किपिङ र एन एजेन्डा फर एक्सन ल्याएका थिए। संयुक्त राष्ट्र सङ्घका महासचिवहरूको नेपाल भ्रमणलाई मैले यहाँ छोटकरीमा पनि राखिदिएको छु। कोफी अन्नान बाहेक सबै भ्रमणकर्ता महासचिवहरू लुम्बिनी गएका छन्। महासचिव एन्टोनियो गुटरसको सन् 2023 को नेपाल भ्रमणको तालिका अक्टोबर 30 मा एभरेस्ट बेस क्याम्प र पोखरा भ्रमण गर्नुभयो र अक्टोबर 31 मा अन्नपूर्ण बेस क्याम्प लुम्बिनी भ्रमण र नेपालको सङ्घीय संसदमा सम्बोधन गर्नुभएको थियो। त्यसपछि नोभेम्बर 1 मा नेपालबाट फिर्ता हुनुभएको थियो। उपमहासचिव सन् 1978 बाट व्यवस्था गरिएको हो। उपमहासचिवको कार्यकाल भनेको 4 वर्ष हुन्छ र एक कार्यकाल मात्र हुने उहाँहरूको यो पद स्थायी र अस्थायी दुवै राष्ट्रहरूबाट हुन सक्छन्। प्रथम उपमहासचिव लुइस फ्रेचेट क्यानाडाबाट हुनुहुन्छ। हाल 6औं उपमहासचिव अमिना जे मोहम्मद नाइजेरियाबाट हुनुहुन्छ। नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने युएनओ सम्बद्ध निकाय अथवा व्यक्ति सन् 1954 र 1981 मा युएनएचसीआर विश्व शरणार्थी सङ्गठनले पाएको थियो। सन् 1965 मा युनिसेफले पायो। 1969 मा अन्तर्राष्ट्रिय श्रम सङ्गठन, 1988 मा युएनओ पिस किपिङ फोर्सले पाएको थियो अथवा शान्ति सेनाले पाएको थियो। सन् 2001 मा युएनओ र कोफी अन्नानले पाए। सन् 2005 मा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले पाएको थियो। सन् 2013 मा रासायनिक खाद्य हतियार नियन्त्रण सङ्गठनले पाएको थियो र सन् 2020 मा विश्व खाद्य कार्यक्रमले पाएको थियो। संयुक्त राष्ट्रको बजेट र बजेटमा हुने योगदानहरूमा सबैभन्दा उच्च योगदान गर्ने भनेको अमेरिका हो 22%। त्यसपछि चीन हुनुहुन्छ 15.25% हुनुहुन्छ। त्यसपछि जापानबाट 8.03% योगदान भइरहेको छ। जर्मनीबाट 5.26%, बेलायतबाट 3.76%, यसैगरी फ्रान्सबाट 3.71%, इटालीबाट 2.84%, 74%। न्यूनतम योगदान गर्ने 58 राष्ट्रहरूले 0.001% योगदान गर्छन्। सदस्य नभए पनि हेलिसीले 0.001% खर्च बेहोर्छ। सार्क राष्ट्रहरूको युएनओ बजेटमा योगदान 2022 अनुसार भारतबाट 1.044% योगदान छ। पाकिस्तानबाट 0.114% योगदान भइरहेको छ। त्यसैगरी नेपालबाट 0.01% योगदान